नमस्कार साथीहरू, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतिर। आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। क्यानले एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आदिललाई 2079 पुसमा भएको नेपाल टी20 लिगका दौडानमा स्पट फिक्सिङको आरोप लगेपछि क्यानले प्रतिबन्ध लगाएको थियो। क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको उल्लेख छ। आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ। मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन्। उनी राष्ट्रिय टिमका नियमित सदस्य थिए। फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिलले काठमाडौँ जिल्ला अदालतबाट भने यसअघि नै सफाई पाइसकेका थिए। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो। 2080 चैत 13 गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका खेलाडीहरू विरुद्ध सिआइबीले गरेको दाबी नपुग्ने भन्दै सफाई निर्णय सुनाएको थियो। र प्रतिबन्ध फुकुवा भएसँगै आदिलले आफ्नो फेसबुक स्ट्याटस पनि पोस्ट गरेका छन्, जहाँ उनले लेखेका छन्, आई वुड लाइक टु थ्याङ्क्स माई फ्यामिली, फ्रेन्ड्स, नेपाली क्रिकेट फ्यान्स, क्रिकेट एसोसिएसन अफ नेपाल। हजुरहरूको माया, दुआ र आशीर्वादले फेरि क्रिकेट खेल्नेछु। हजुरहरूको माया, दुआ र आशीर्वाद सधैँ रहिरहोस्। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद। जय देश, जय नेपाली खेलकुद।